हेलो नमस्ते इट्स मी घले राजा वेलकम ब्याक टु माई च्यानल। आजको भ्लग चाहिँ के कसो हुन्छ भन्दाखेरि आजको भ्लग चाहिँ समर्पण अभियानको लागि हुनेछ। समर्पण अभियानको लागि केटाहरू सबै डटफट भइसकेको छ। म हल्का लेट भएको छु होइन। यहाँ उठेर घाँडा लुगासुगा लगाएर अब माथि म पानी ट्याङ्की लाग्नुपर्ने हुन्छ। केटाहरू त्यहाँ वेट गरिरहेछ। ल पानी ट्याङ्कीमा सिधा भेट हौ। गर्ने भनेको चाहिँ त्यहाँनिर हामीले गेम्सहरू राखेको छौँ, मार्बल रेस राखेको छौँ होइन। अनि यो बेलुनको गेमहरू राखेको छौँ। त्यो पछाडि हामी लगत्तै अनि चाहिँ प्राइज डिस्ट्रिब्युसन गर्छौँ। अनि हामीले डोनेसन प्रोग्रामहरू गर्छौँ। अनि खाजा खान्छौँ, अनि एकछिन गीत गाउँछौँ, रमाइलो गर्छौँ, अनि हामी फर्किन्छौँ। आजको हाम्रो सेड्युलमा यो रहेको छ। यो कारणले गर्दा आज हामी त्यो स्कुलमा जाँदै गर्दाखेरि चाहिँ सीमित व्यक्ति र हामी 2-4जना साथीभाइ मात्रै जाँदै छैनौँ। आज हामी एउटा हाम्रो अभियान समर्पण अभियान नेपाललाई प्रतिनिधित्व गर्दै जाँदैछौँ। यसले गर्दाखेरि हामीले अपनाउनु पर्ने र गर्नुपर्ने कार्यहरू के कसो छन् हामी आफैले विचार गरेर गरौँ भन्दै मेरो शब्द अन्त्य गर्दै अब माथितिर लागौँ। ल अब चाहिँ डटफट भयो। अब चाहिँ माथितिर लाग्ने चलिरहेको चाहिँ यहाँ हल्का ब्रिफिङ भयो। आजको हाम्रो यताउति चाहिँ हाम्रो माथि चिन्डे डाँडातिर छ। चिन्डे डाँडामा बुक कफीहरू बोकेर माथि लाग्दैछौँ। आज हाम्रो टोली चाहिँ यति छ। सबै रेडी भइसक्यो। ल माथि चिन्डे डाँडामा पुगेर त्यहाँ भेट्नुपर्छ। हामी चाहिँ तलबाट फाइनली आइपुग्यौँ। हामी चाहिँ फाइनली आइपुग्यौँ है। स्कुल चाहिँ यहीँ हो। अनि सामानहरू लिएर जाँदै हुनुहुन्छ। आजको वेदर चाहिँ एकदम ठिक छ है। यस्तो खालको कार्यक्रम एकदम राम्रो हो। यो चाहिँ हाम्रो के थियो भन्दाखेरि अस्ति त्यो फुलहरू बेचेको पैसाले हामीले चाहिँ त्यहाँबाट जति पैसा केही प्रफिट भयो होला केही या भएन, त्यहाँबाट अलिअलि पैसा यताउति बेचेको पैसाले हामीले चाहिँ कपीहरू केही बिस्कुटहरू के कसो हुन्छ पेन्सिलहरू त्यो ल्याएर चाहिँ हामीले यहाँ यस्तो कता कता अलिक सहयोगी हातहरू चाहिएको छ त्यस्तो स्कुलतिर हामीले चाहिँ ल्याएर सहयोग गर्छौँ। अनि आजको दिन चाहिँ एकदम राम्रो छ। धरान मजाले देखिरहेछ। कोसी तल जङ्गलहरू अनि यताको ठाउँ पनि एकदम दामी लाग्यो मलाई त। यताको भाइब्स पनि क्या एकदम क्लिन होइन, एकदम मजाको। वरिपरि घर चटक्कै यता गाईहरू रहेछ। ल अब माथि पुगेर के कस्तो छ म फेरि अपडेट गरिदिनेछु। ल हाम्रो आजको सामग्रीहरू चाहिँ यस्तो खालको छ। कपीहरू त्यहाँ छ, गिफ्ट रहेछ। सबिन सरले गीत बजाउँदै हुनुहुन्छ, परब बेलिङहरू। अनि म चाहिँ यहाँ बसिरहेको छु। अब ड्रइङ कम्पिटिसन हुने कुरा हुँदैछ है। ड्रइङ कम्पिटिसनमा त फेरि सिधै मै हानिहाल्छु। ड्रइङ कम्पिटिसन गर्न आँटेको फर्स्ट भयो यहीँ छ। फुलको गुच्छाहरू तयार गरेका छौँ यहाँहरूको स्वागतको लागि। त्यो ग्रहण
कुनै बाधा अध्ययन गर्न सकौँ र हामी यस विद्यालयसँग सहकार्य गरेको धेरै पटक नै भइसक्यो र यो पालि चाहिँ हामीले अलिकति भिन्न किसिम सर्वप्रथम आज हामी चाहिँ चित्रकला प्रतियोगिता गएर बसिदिएर चित्र बनाउनु हुन पनि अनुरोध गर्दछु। के बनाउँदै हुनुहुँदैछ? गजब गजब राम्रो बुट्टा हान्नु हुँदो रहेछ तपाईँले। बुट्टा एकदम राम्रो हान्नु हुँदो रहेछ। फुल बनाउनु भएको तपाईँले? सर तपाईँले त आर्ट त अनि म्युजियममा राख्ने खालको बनाउनु भयो त समिन्छ। यो हात यो पेपर सजाएर राख्नुपर्ने हो। मैले चाहिँ हानिसकेँ अब है। गर्मी एक्कासी गर्मी बढ्यो कप भयो। यता हान्दैछ सर म्यामले हान्दै हुनुहुन्छ। यता कम्प्लिट भइसकेको छ, यता भएर बसिसकेको छ। यो हेर्नै पर्ने आर्ट हुन्छ। यो तपाईँहरूले यो दिमाग खेलाउनु पनि हुन्छ। तपाईँहरूले दिमाग एकदम चलाउनु पनि हुन्छ। यो चाहिँ खासमा म्युजियममा राख्ने खालको ड्रइङ हो। कतिमा लिन चाहनुहुन्छ? एकदम लजिकल। बेटिङ जति सबै कमेन्टमा राख्नु चाहिँ कतिसम्म किन्न चाहनुहुन्छ तपाईँहरूले? गजब त्यहाँ कलर खेलिदिँदैछ। यता लगभग कम्प्लिट भइसकेको छ यता नि। Volunteers, please. Look. Who first going? किनभने गाईको भन्छ विनर है। ल यो गजबै भयो यो कुरा चाहिँ। रेडी गो। गो बिस्तारै बिस्तारै एकैचोटि गो। 2 1 and go. Okay, so उज्जवल भविष्य निर्माण कल्याणमा Look, on your mark, ready, go. गिरिजा चेली राई म्यामज्यूलाई पनि यस ड्यासमा आफ्नो आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। स्टुडेन्ट लिडर फ्रम कोशी प्रोभिन्स श्री ईश्वर सरलाई पनि दाहाल सरलाई पनि यस ड्यासमा आफ्नो आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। विजयपुरका सेक्रेटरी अफ ब्लड फर नीड सुनसरी डिस्ट्रिक्टका हाम्रा श्री प्रतीक ओझा उहाँलाई पनि यस ड्यासमा आफ्नो आसन ग्रहण गरिदिनु साथै म
हाम्रा आजका सबै भोलिन्टियर्सहरूको नाम वाचन गर्न गइरहेको छु। आजका हाम्रा स्वयंसेवकमा हुनुहुन्छ सुनाल तामाङज्यू, उहाँ पनि हाम्रो सदस्य हुनुहुन्छ, बिनु लिम्बू, लुना लिम्बू, सिन्ना लिम्बूज्यू, हिनाल गुरुङज्यू, विश्वकर्माज्यू, सञ्जय लिम्बू, अमन अधिकारी, अविनाश चन्द्र र नित्य श्रेष्ठ, उहाँहरूलाई पनि आफ्नो स्थानमा सचिवज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यसै विद्यालयका प्रधानाध्यापकज्यू, रियो क्लबका हाम्रा पास्ट प्रेसिडेन्ट प्रतीकज्यू, हाम्रो अवरात्र हामीलाई साथ दिनुहुने ईश्वर छन् र सम्पूर्ण समर्पण अभियान नेपालका स्वयंसेवक, अभिभावक र प्यारा प्यारा विद्यार्थीहरूलाई हार्दिक नमस्कार। लगभग हामी यो पटकसम्म गर्दा लगभग 4 पटकदेखि 5 पटक पुग्छ होला। हामी निरन्तर वर्षै पछि यस स्कुलमा भाइ बहिनीहरूलाई हामी भेट्न आइरहेका छौँ। पालि पनि प्रेम दिवस फेब्रुअरी 14 का दिन हामीले धरानका विभिन्न सडक र चोकहरूमा यो पालि पनि फुल बेचेको थियौँ र यो कार्यक्रमलाई सफल बनाउनका लागि अहम भूमिका खेल्नुहुने यो कार्यक्रमका संयोजक सागर सम्बाम्पेज्यू, उहाँलाई म एकचोटि सबैले ताली बजाइदिनु आग्रह गर्दछु। हामीले वर्षै पछि 500 देखि 700 वटा पिस फुल बेच्दै थियौँ भने यो पालि हामीले लगभग 1100 पिस फुल बेच्न सफल भएका छौँ र यो हाम्रो पहिलो रेकर्ड पनि हो। यो कार्यक्रममा हामीले चोकमा र गल्लीहरूमा फुलहरू बेच्दै गर्दा हामीले पैसा मात्र कमाएनौँ, हामीले एउटा चेतना पनि कमायौँ र त्यो चेतनाको प्रतिफल आज तपाईँहरूमा आज हामी यहाँ उपस्थित भएका छौँ। अर्को कुरा के छ भने हामीले यसरी नै वर्षै पछि विद्यालयहरूमा डुल्दै गर्दा भाइ बहिनीहरूलाई भेट्दै गर्दाखेरि हामीले भन्दै आएका छौँ, अभिभावकलाई नि भन्दै आएका छौँ र शिक्षकहरूलाई पनि हामी भन्दै आएका छौँ, बालबालिकाले पाउने अधिकारबाट हामीले उनीहरूलाई वञ्चित गर्नु हुँदैन र हामीले पनि आफ्नो कर्तव्यबाट टाढा भाग्नु हुँदैन। किनभने यो समाजका लागि केही गर्ने र भोलि देशको लागि केही गर्ने भनेका यिनै बालबालिका हुन्। आज हामीले उनीहरूलाई जुन अवसर दिन्छौँ, जुन वातावरण सिर्जना गर्छौँ र जुन खालको व्यवहार दिन्छौँ, भोलिको दिनमा त्यही खालको एउटा असल नागरिक देशले पाउँछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यस कारणले गर्दाखेरि बालबालिकाको क्षेत्रमा र वृद्धको क्षेत्रमा हामीले वर्षौँदेखि काम गर्दै आइरहेका छौँ र भोलिको दिनमा पनि काम गर्ने छौँ। हाम्रा आगामी कार्यक्रमहरूमा पनि यहाँहरूको सक्रिय उपस्थिति रहोस् भन्दै म मेरा शब्दहरू यहीँ अन्त्य गर्छु। धन्यवाद। समर्पण अभियान नेपालको हाम्रो यस विद्यालयमा स्टेसनरी अथवा कपी डट पेन भनौँ वितरण गर्ने कार्यक्रमको हाम्रो सानो औपचारिक कार्यक्रममा सभाध्यक्ष भएर भूमिका निर्वाह गरिरहनु हाम्रो सभाध्यक्षज्यू, अनि समर्पण अभियानबाट विभिन्न पदहरूमा विभिन्न काम गरेर आउनुहुने सम्पूर्ण हाम्रो सर म्यामहरू, अनि यस विद्यालयका भाइ बहिनी, अनि यस कार्यक्रममा उपस्थित हाम्रो अभिभावक, अनि यसै विद्यालयमा कार्यरत हाम्रो शिक्षक शिक्षिकाज्यूहरूमा हार्दिक नमन। आज हामी यस कार्यक्रममा चाहिँ हाम्रो अध्यक्षज्यूले अगाडि भनिसक्नुभएछ उहाँहरूको उद्देश्य, उहाँहरूले चाल्नुभएको कदम र यहाँ कति पटक आउनुभयो भन्ने कुरा उहाँले भनिसक्नुभयो। यहाँहरूले गर्नुभएको दुःख अनि तपाईँहरूले पाउनुभएको सफलता, त्यो सफलताको खुसी बाँड्नको लागि सधैँ हामीलाई चाहिँ साथमा लैजानुहुन्छ, त्यसमा नै हामी आभार छौँ। किनभने तपाईँहरूको खुसी सँगसँगै हामी खुसी बाँड्न पाउँदा निकै नै खुसी छौँ। हामीले सरकारी नियम अनुसारको मापदण्डभित्र छिर्दाखेरि यी सबै कुराहरू हामी सरकारी मापदण्डमा छिर्न पाउँदैनौँ र अहिलेसम्म पाएको छैनौँ पनि। सबै कुरा हामीले विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ तपाईँहरू जस्तै समूह, तपाईँहरू जस्तै विभिन्न सोसियल क्षेत्रमा काम गर्ने समूहहरूबाट हामीलाई सरसहयोग गर्नुहुन्छ, त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र कुन शब्दले तपाईँहरूलाई चाहिँ हामीले आभार प्रकट गरौँ। तपाईँहरूको बारम्बार हामीसँगको सहकार्यले गर्दाखेरि हाम्रो अभिभावकज्यूहरू, हाम्रो भाइ बहिनीहरूलाई चाहिँ शिक्षाको
के हो भन्ने कुरा, शिक्षाले केसम्म चाहिँ हामीले गर्न सक्छौँ भन्ने कुराहरूको उहाँहरूलाई चाहिँ परिभाषित गर्दै आउनुभएको छ। शिक्षा त्यो हो, त्यो अँध्यारो कालोबाट चाहिँ हामीलाई उज्यालोतर्फ लैजान्छ भन्ने कुरा सबैलाई थाहा छ। न कि त्यो चाहे सरकारी विद्यालय होस् चाहे बोर्डिङ होस्। बच्चाले सिक्ने भनेको चाहिँ जुन कुरा संस्कारमा सिकाउनुहुन्छ, संस्कार सिकाउनु छ त्यो घरबाट सिकेर आउँछ र बच्चाले स्कुलमा शिक्षा सिक्ने हो। त्यो दुईवटा कुरा चाहिँ उनीहरूले राम्रोसँग सिक्न पाए भने त्यो बच्चा चाहिँ पक्कै पनि भोलिको एउटा असल नागरिक र एउटा समाजसेवक अवश्य बन्न सक्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो परिणत पनि हुनेछ। त्यो बनाउनको लागि त्यो उद्देश्य लिएर हामी हिँडेका छौँ र त्यसलाई साथमा साथ हातमा हात मिलाएर चाहिँ समर्पण अभियानले हामीलाई निकै साथ दिनुभएको छ। त्यसको लागि हामी विद्यालय परिवार र यही गाउँवासीको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनहरूमा पनि हामी यहाँहरूको साथ सहयोग, यहाँको खुसीको साथी बन्न सकौँ, यहाँहरूसँग खुसी, त्यो खुसीहरू हामीसँग बाँड्न सकौँ र आज यहाँहरूले स्टेसनरी मात्र नभएर विभिन्न एक्टिभिटिज फ्राइडेको लागि अथवा शुक्रबारको लागि चाहिँ एक्स्ट्रा एक्टिभिटिजको लागि कार्यक्रमहरू लिएर आउनुभएको छ। त्यसको लागि हामी हार्दिक नमन गर्न चाहन्छौँ र आगामी दिनहरूमा फेरि हाम्रो यस्तै भेटहरू भइरहोस् र यहाँको उद्देश्य जुन उद्देश्य लिएर यहाँले पहिला चाल्नु भएको छ त्यो सगरमाथाको शिखरभन्दा पनि अझ माथि भोलि गएर स्वर्णिम अक्षरले लेख्न सफल होस्। यहाँको इतिहासको पाना पल्टाउँदाखेरि एउटा समर्पण अभियान नेपालले चाहिँ शिक्षा क्षेत्रमा चाहिँ यसरी चाहिँ शिक्षाको लागि चाहिँ त्यहाँ अध्ययनरत छात्र छात्राहरूको लागि शिक्षा दिनको लागि यसरी चाहिँ सरसहयोग गर्दै आउनुभएको भन्ने कुराहरू त्यहाँ उल्लेखित भएर भोलिका पिँढीले त्यो कुराहरू पढ्नेछन् र उनीहरू पनि तपाईँहरू जस्तै बन्न सिक्नेछन्। त्यो शिक्षाको लागि यहाँहरूको सधैँ कदम अगाडि बढोस् भन्दै मेरो 2 शब्द अन्त्य गर्छु र आगामी दिनहरूमा यहाँसँग फेरि हाम्रो त्यो चुइगम जस्तो नाता रहोस् अरे क्या। चुइगम भन्ने कुरा चाहिँ हामीले मुखमा खाइसकेपछि जब फ्याँक्छौँ अनि मात्रै फ्याँकिन्छ अरे क्या। त्यो भएको कारणले गर्दा चुइगम जस्तो नाता रहोस्। हवस् त, धन्यवाद। हाम्रो कसले बनाएको थियो? सजिना तामाङ। सजिना हस्तान्तरण गर्नका लागि यस समर्पण अभियान नेपालका संयोजक सागर सम्भाम्पीज्यूलाई अगाडि चित्र प्लिज। नेपालका सदस्य सोनाल तामाङज्यूलाई पुरस्कार हस्तान्तरण सर, आजको हाम्रो कार्यक्रम के कसरी राम्रो भयो, कसरी के भयो, सोचेको जस्तो भयो कि भएन? धेरै धेरै धन्यवाद हिमाल सर प्रश्नका लागि। मैले अगाडि पनि जानकारी गराइसकेको थिएँ। फेब्रुअरी 14मा हामीले जुन चाहिँ धरानका चोकहरूमा र गल्लीहरूमा चाहिँ हामीले फुल बेचेको थियौँ र जो व्यक्तिहरूले र जो साथीहरूले चाहिँ हाम्रो फुल किनिदिनु भएको थियो श्री उदय आधारभूत विद्यालयका भाइ बहिनीहरूलाई स्टेसनरी सामग्री उपलब्ध गराएका छौँ र हाम्रो कार्यक्रम सफल बनाउनु हुने सम्पूर्ण समर्पण अभियान नेपालका भोलिन्टियर मित्रहरू अहोरात्र खटिनु हुने उहाँको परिश्रम र मेहनतका कारणै आजको कार्यक्रम चाहिँ एकदम सफल भएको मैले तपाईँमा जानकारी गराउन चाहन्छु। धन्यवाद सर।